यो चाहिँ बफ। अब यसको चाहिँ रेसिपी बन्दैछ। चाहिँ म बफको अचार बनाउन रेडी गर्दैछु। मासु चाहिँ फ्राई भइसकेको छ। तेल चाहिँ खरियाएर होइन, यो अदुवा लसुन खोर्सानीको पेस्ट बनाएको छ। अघि मासु तारेको तेलमा चाहिँ फेरि तितो हुन्छ हो, अनि फेरि त्यो तेल चाहिँ फाल्देर अनि अर्को तेलमा यो चाहिँ अदुवा लसुन खोर्सानीको पेस्ट अब यो पेस्ट चाहिँ यतिको भएपछि चाहिँ मासुलाई हाल्ने। अब चाहिँ यो बफ अचार चाहिँ रेडी भइसकेको छ। अब यसमा चाहिँ सेलाएपछि चाहिँ कागती चरेर हाल्दिने अनि बट्टामा राखेर खाने।